रमिताको पिरती कस्तो होला हजुर रमिता आन्टी अहिलेको लागि रमिता आन्टी मेरो चाहिँ समय श्रेष्ठ हजुरको रियल नाम तपाईँ सिनारी राम म त तिम्रो खिच्छु नि तिमी हो मेरो हिरो सिटी किन लागिरहेको छैन भन्ने कुरा हो कि भिडियो क्या मातालाई किनेको होइन तिमी त मेरो हिरोइन हो नि हामी के गरे रमिताको पिरतीको प्रेस मिटमा आएको छौँ है पिचिङ गर्न आएको तिमीहरू पिचिङ गर्न आएको हो क्यामेरा नदेख्छ हो ठड्याउ भन्दै छु नि फेरि यसलाई उडाएको केटीहरूले हो उडाएको हामीले तपाईलाई हो Cheers for what? Cheers for tea. रमिताको पिरती हेलो नमस्ते सबैजनालाई गुड मर्निङ के छ खबर तपाईहरुको तपाईहरुले मलाई एकदमै धेरै माया दिइराख्नु भएको छ युट्युब च्यानलमा 50-60 भ्युजको लागि त्यो पनि धन्यवाद तपाईहरुलाई हैन बिस्तारै ग्रो हुन्छ म डेली भ्लग बनाउँछु भनेर लागिरहेको छु हेरौँ कहाँसम्म म सक्सेस हुन्छु आज पनि उठेर बिहान लन्च बनाइरहेको छु म अफिसको लागि रेडी पनि हुन्छु लन्च खाएपछि अनि त्यो पछाडि त्यही हो डेली लाइफ काम इन्टरभ्यू न्युज त्यही हो अफिस गएर त्यही हो आज पनि एउटा मुभीको इभेन्ट छ इभेन्टमा गएर भिडियो खिचेर कामसाम गरेर अफिस आएर न्युज बनाएर गर्नुपर्ने हुन्छ कामहरू सबै त्यसको लागि चाहिँ मलाई अफिस जानुपर्छ अनि अफिसमा के हुन्छ म त्यो तपाईँलाई देखाउँछु अनि इभेन्टमा पनि के हुन्छ म त्यो देखाउँछु मेरो साथीहरू तपाईँलाई देखाउँछु तपाईँहरू सामु बोल्न पनि आइरहेको छैन अलिअलि आइएम नर्भस ओके म लन्च बनाउन थालिसकेको छु चिया खाँदै ब्ल्याक टी खाँदै मेरो सिटी किन लागिरहेको छैन भन्ने कुरा हो कि भिडियो क्या त्यही हो हेरौँ कहाँसम्म पुग्छ मेरो डेली भ्लगको भूत तर मलाई रमाइलो लागिरहेको छ साँच्चीको हो सबैसँग मेरो भ्लगमा हो भन्नु लाग्छ मलाई एकदम रमाइलो लागिरहेको छ होपफुली म सक्सेस हुन्छु होला सो किप वाचिङ सो अब चाहिँ म रेडी भएँ लन्च गरेर अब चाहिँ म अफिस जान्छु एन्ड देन म भाइलाई लिएर इभेन्टमा जान्छु अनि के हुन्छ अरू के हुन्छ देखाउँछु अफकोर्स हेलो हेलो कहाँ गएको थियो हिजो कहीँ पनि गएको थिएन ए हिजो पूजामा गएको थिएँ हेलो प्रकाशको भ्लगलाई प्लिज लाइक सब्सक्राइब सेयर गरिदिनु होला प्लिज विनम्र अनुरोध गर्दछु नरौला हो कि थ्याङ्क यू कोही आएको रहेछ हाम्रोमा त हो आउँदा छैन कस्तो देखिरहेको छ राम्रो देखिरहेको मैले देखेको छु मास्क खोला ए मास्क खोला क्या मास्क खोला मै फेस रिभिल मै गरिदिन्छु तिमीलाई फेस रिभिल भएको छैन किन भएको छैन जति पनि भएको छ ल थ्याङ्क यू कस्तो रे पुरै ऐना हेर्दै मेकअप गरिरहेको छ त भाइ त होइन दिदीले गरेर राख्नु भएको दिदीको खिच्नु नि पहिले म त तिम्रो खिच्छु नि तिमी हो मेरो हिरो तिमी यसको कन्टेन्ट तिमी हो नि त भाइ बा यहाँ ऐना ल्याउ न ए तपाईँ मान्छे मेरो ऐना ल्याउ अब दिदीको घर राख्नु ऐना पनि पल्लो जग्गा लक्ष्मी पूजा गर्दाखेरि मातालाई किनेको होइन माता यहाँको ए भगवान लक्ष्मी पूजामा किनेको होइन काम लगाइरहेछ ओ माई गॉड तिमी त मेरो हिरोइन हो नि आजको थम्बनेलमा पनि छु म जहिले एभ्री थम्बनेलमा आउनुपर्छ म एकचोटि हाँस्दै हुनु मजाले ल कहाँ हामी त एकदम ठुलो कति
सँगसँगै भयो हामी के गरे रमिताको पिरतीको प्रेस मिटमा आएको छौँ है। ठुलो होटेलमा कस्तो रे मोबाइल ठुलो देख्यो एक्सपेरिमेन्ट गरेको हो यो मेरो भ्युज जान्छ हुँदैन। तिमीहरू यहाँ के कलेज गर्न आएको बिचिङ गर्न आएको तिमीहरू बिचिङ गर्न आएको हो। तिमी यहाँ बिचिङ गर्न आएको क्यामेरा नदेख्छ हो ठड्याउ भन्दैछु नि फेरि ठाडो हुन त मिल्दैन। ओ माई गॉड रेड हट कस्तो रे सृष्टि तिमीहरूलाई बेचेर म यति धेरै पैसा कमाउँछु आज यसको उडे जस्तो छ यसलाई उडाए जस्तो छ केटीहरूले हो। मलाई उडाउँछ त उडाएको हामीले तपाईलाई हो मलाई त होइन मलाई त उडाउँदैन। ल cheers for what? Cheers for what? Cheers for tea. रमिताको पिरती cheers गरे भयो त। रमिताको पिरती कस्तो होला? हजुर रमिताको पिरती हजुरहरूले पोस्टर पनि मन पराइदिनु हुन्छ होला। खोइ त हजुरको जोडी हजुर पिरती खोइ रमिता चाहिँ आउँदै हुनुहुन्छ। ए हो जोडी चाहिँ को हो? जोडी चाहिँ हजुरले देख्नुहुन्छ सक हुनुहुन्छ हजुर। हजुर एउटा सरप्राइज एक्टर पनि हुनुहुन्छ है। हजुर उहाँ चाहिँ सिङ्गर हुनुहुन्छ। हजुर गेस गर्नु अब सिङ्गर ओ माय गॉड म त्यति मात्रै भन्न सक्छु है। सुशान्ती त होइन होला अब त्यो हजुरले देख्नुहुन्छ। हामी है उहाँको कास्ट श्रेष्ठ होला। हजुर गेस गर्नु भयो अब हजुर गेस अहिले आउनुहुन्छ नि रमिता आन्टी अहिलेको लागि रमिता आन्टी अब रमिताको पिरतीहरूको नाम चाहिँ के हो त? मेरो चाहिँ समीर श्रेष्ठ। हजुरको रियल नाम सबैलाई हजुरको नाम समीर स्क्रिन लिन्छ सिजन अब यता चाहिँ यता विनय दाइ राज ओहो कस्तो हेभी भन्दाखेरि पनि अलिकति स्टाइलमा भन्नुपर्छ। उहाँ चाहिँ क्यारेक्टर नै रमिताको पिरती नै कस्तो राम्रो दुईजना पिरती हो नि हैन। रमिता त रमिता भइहाल्यो। र समीरजीलाई वेलकम टु द फिल्म इन्डस्ट्री है। र दुवैजनालाई विश यु अल द बेस्ट। एकदम सर्ट इन्फर्मेसन दियो ओ नाम आयो फाइनली एनर्जी जानुभयो अब दुईजना पिरती धेरै बधाई। ल कलाकार भन्ने बित्तिकै ज्ञानी भयो तिमी प्रोड्युसर साहब र डाइरेक्टर साहब हेप्या बाबु अघि पनि भनिसकेको छु साह्रै राम्रो हुन्छ भने तपाईँ साह्रै राम्रो त्यो पोस्टरमा मैले लेखेको त पढेन छु साथीहरूले सबै भ्यालेन्टाइन्स सेलिब्रेट ब्रेक अप बिचमा साइन द लभ एक्सक्युज मी अब यो जो मायामा हुनुहुन्छ जो मायामा धोका पाउनु भएको छ दुवैले यो चलचित्र हेर्ने हो भने सोचौँ त फिल्मले कति कमाउँछ होला र प्रेममा परेका र प्रेमबाट हेरिदिनुहोस् र फिल्म स्वयं सफल बनोस् सबैको प्यार बनोस् शुभकामना। फिल्म रमिताको पिरती भाइ रमिताको पिरती भइसकेको छ मैले अघिदेखि यो बुझिरहेको छु है बोलिहाल्ने बेस्ट विशेस